नमस्कार, म डाक्टर रमेश कुमार महतो। म अहिले देवचुली अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छु। त म तपाईहरुलाई ग्यास्ट्रिकको औषधि बिरामीहरूले खाँदाखेरि के कुरामा ख्याल गर्नुपर्छ र कसरी खानुपर्छ भन्ने कुरामा भन्न गइरहेको छु। धेरैजसो बिरामीहरू ओपीडीमा आउँदाखेरि ग्यास्ट्रिकको औषधि मागेरै लैजानुहुन्छ हैन। तर त्यो ग्यास्ट्रिकको औषधि अनावश्यक चाहिँ खान हुँदैन। अनावश्यक खानाले चाहिँ के हुन्छ भन्देखि हाम्रो जुन पेटमा नर्मल ग्यास जुन हुनुपर्ने हो त्यो ग्यासलाई पनि कम गरिदिन्छ र इन्टेस्टाइनहरुमा हाम्रो आन्द्राहरुमा जुन नर्मल फ्लोराहरु जुन हुन्छ त्यसलाई पनि किल गरिदिन्छ र त्यसले गर्दाखेरि हामीले भोलिपछि गएर इन्डाइजेसन डिस्पेप्सिया भनेको खानाहरु नपच्ने आन्द्राहरुको इन्फेक्सनहरु हुने सम्भावनाहरु बढेर जान्छ। अर्को कुरा चाहिँ के हुन्छ नि औषधिहरु धेरै यो ग्यास्ट्रिक औषधि युज गर्नाले चाहिँ भिटामिनको डिफिसियन्सीहरु पनि हुन सक्छ जुन मोस्टली चाहिँ भिटामिन डी र फोलिक एसिडको डिफिसियन्सीले गर्दाखेरि भोलिपछि एनेमिया र ओस्टियोपोरोसिसको सम्भावना पनि बढेर गएको छ। र अर्को कुरा चाहिँ के छ भने कि औषधि कति बेला खाने, अझै चाहियो भने मात्रै खाने, सधैँ रेगुलर औषधि नखाने। जस्तै कति बिरामीहरु आउनुहुन्छ, डाक्टर साहब म त ग्यास्ट्रिक औषधि खाइ नहुने रहेछ भने त्यसरी खाने हैन, खानपिनमा कन्ट्रोल गर्नु पर्यो है। नखाइ नहुनेलाई चाहिँ कसरी गर्नु, बिहान कति फार्मेसीले भन्छ खाली पेटमा खाने औषधि हो भने भन्दिनुहुन्छ, बिहान 4 बजे 5 बजे उठेर खानुहुन्छ, त्यसरी पनि खाने हैन। हामीले यो ग्यास्ट्रिक औषधि खाने भनेको खाना खानुभन्दा आधा घण्टा 45 मिनेट अगाडि खाने हो कि कहिलेकाहीँ बिर्सियो भने चाहिँ खाना खाएको 2 घण्टा 3 घण्टा पछाडि खाने हो। त्यो पनि रेगुलर बेसिसमा हैन, चिकित्सकको सल्लाह अनुसार चाहियो भने मात्रै खाने हो। र यो चाहिँ धेरै युज गर्यो भने चाहिँ हाम्रो झन् अझ ग्यास्ट्रिक कम हुनुभन्दा झन् बढाएर जान्छ। जस्तै स्टोमक इन्फेक्सनहरु गराउने भयो, आन्द्राको इन्फेक्सनहरु गराउने भयो, भिटामिनको डिफिसियन्सी गराउने नै भयो। र अर्को चाहिँ कति केसहरुमा किडनीको स्टोनहरु पनि देखाउने गरेको हुनाले सकभर ग्यास्ट्रिक औषधि खाँदैन खानै पर्यो, चिकित्सकको सल्लाहले मात्रै खाने गरौँ।